हेलो देखिएको चाहिँ रामेछाप जिल्लाको सदरमुकाम मन्थली हो है साथीहरु। यो चाहिँ तामाकोशी नदी है साथीहरु। यो चाहिँ पारीको बाटो चाहिँ पगरबास जाने यसरी हुँदै यो यता चाहिँ डाँडभन्दा उता चाहिँ पगरबास। र साथीहरु म चाहिँ अहिले काठमाडौँ जाँदैछु है। हेलो नमस्ते साथीहरु। म चाहिँ अहिले रामेछाप आएको थिएँ साथीहरु। अहिले म काठमाडौँ फर्किँदैछु। अहिले चाहिँ साथीहरु म मन्थलीबाट अगाडि यो हात्तीपार भन्ने ठाउँमा आइपुग्न लागेँ। अब 1.5 किलोमिटर छ। र यो रामेछापको सुन्दर ठाउँ साथीहरु, सुन्दर। यतापट्टि चाहिँ मन्थली पर्छ साथीहरु। र अहिले चाहिँ म जाँदैछु। हेलो नमस्ते साथीहरु। म चाहिँ अहिले अब हात्तीसार आइपुग्न लागेको छु। एकछिनमा सेलेघाट पुग्छु। त्यसपछि खुरकोट पुग्छु साथीहरु। अहिले चाहिँ रामेछाप जिल्लामै छु। अब एकछिनमा सिन्धुली जिल्ला प्रवेश गर्छु साथीहरु। अगाडि ट्रक पुग्दैछ, बसेको छ टन गरेर। र अहिले चाहिँ म रामेछाप जिल्लाको पुग्न लागेको छु साथीहरु। त्यहाँबाट एकछिनमा सेलेघाट पुग्छु। र मैले आज बिहान 10 बजीतिर हिँडेको थिएँ। अहिले चाहिँ कति बज्यो यार गर्नु लागि तल देखेको चाहिँ तामाकोशी हो साथीहरु। र एकछिन हामी खुरकोट सेलेघाट पुगेपछि सुनकोशी पनि देख्नेछौँ। र मेरो आजको काठमाडौँको यात्रा चाहिँ म चाहिँ हिजो रामेछाप आएको थिएँ। ल साथीहरु, यो चाहिँ हाम्रो तामाकोशी। र म चाहिँ अहिले अब सेलेघाटको आसपासमा छु। र अब एकछिनमा सेलेघाट पुग्छु। त्यसपछि खुरकोट साथीहरु। आजको हाम्रो यात्रा चाहिँ काठमाडौँसम्मै हुनेछ साथीहरु। तपाईहरुलाई म काठमाडौँसम्म देखाउनेछु। ल साथीहरु, म चाहिँ फाइनली यो चाहिने अगाडि देखिरहेको यो चाहिँ पेनीलाई चाहिँ पेनी भन्छ। र यहीँनिरबाट चाहिँ साथीहरु तामाकोशी र सुनकोशी भेट भएर सुनकोशी भएर चाहिँ अगाडि बढ्छ यो कोशी दुईटा कोशी मिलेर। र फाइनली अहिले चाहिँ म रामेछाप जिल्लामै छु। र पारीपट्टि चाहिँ सिन्धुली जिल्ला भएर पारीको बाटोबाट जाने हो काठमाडौँ। र अहिले सेलेघाट साथीहरु। त्यो पारी देखेको चाहिँ मरिन डाइभर्सन
र तराईको लागि सिँचाइ यो चाहिँ सुनकोशी तामाकोशीको पानी तराईमा सिँचाइको लागि लाने साथीहरू। यो चाहिँ अहिले फुलकोटमा आइपुगेको छु र फुलकोट बजार गर्न पाएँ र म फुलकोटबाट पनि अब अगाडि लागिसकेँ र यो चाहिँ सुनकोशी र तामाकोशीको अब फुलकोटबाट अहिले